साथीहरू नमस्ते। म मधुसूदन यादव आज हजुरहरूको समक्ष एउटा सानो भिडियो लिएर उपस्थित भएको छु। मलाई पूर्ण विश्वास र आशा छ कि हजुरहरू यो भिडियो अन्त्यसम्म हेर्नुहुनेछ र मन परेमा लाइक, कमेन्ट, सेयर पनि गर्नुहुनेछ। आजको यो भिडियो दाँत र मुख सम्बन्धी रहेको छ। म करिब 6 वर्षदेखि दन्त क्षेत्रमा सेवा दिँदै आइरहेको छु। सेवा दिने क्रममा मैले अधिकांश बिरामीहरूमा देखिने रोगहरू जस्तै दाँतमा किरा लाग्ने, मुख धुने बेलामा गिजाबाट रगत आउने, गिजा पलाउने, अनि त्यसपछि दाँतमा पहेँलो दाग बस्ने आदि यी समस्याहरू अधिकांश देखिने गर्दछ। यी समस्याहरूबाट हामी कसरी जोगिन सकिन्छौँ यो विधि म बताउन जाँदैछु। विधि र उपाय यस प्रकार रहेको छ। खाना खाइसकेपछि मजाले कुला गर्ने। कुला गरिसकेपछि टुथब्रसमा केराउको दाना जति टुथपेस्ट राखेर 2-3 मिनट जति मजाले ब्रस गर्ने। ब्रस गरिसकेपछि मजाले कुला गर्ने। कुला गरिसकेपछि दाँतको बिचको भागमा केही रेसादार खानेकुराहरू अड्केको छ भने सिन्काको प्रयोग नगरी डेन्टल फ्लसको माध्यमले त्यसलाई बाहिर निकाल्ने। अनि यी प्रक्रियाहरू दैनिक रूपमा लगातार गर्ने। दिनको 2 चोटि ब्रस अनिवार्य रूपमा गर्ने। अनि यी प्रक्रियाहरू दैनिक रूपमा गर्दै जाँदा तैपनि 6 महिनामा दन्त क्लिनिक पुगी दन्त चिकित्सकसँग आफ्नो मुख चेकअप गराउने। अनि यी प्रक्रियाहरू लगातार गर्दै गयौँ भने हाम्रो मुखमा यस्ता समस्याहरू कहिले पनि देखिँदैन। हस्त धन्यवाद। अब म अर्को भिडियोमा डेन्टल फ्लस कसरी प्रयोग गर्ने र मुख कसरी धुने, बच्चाहरूलाई मुख कसरी धुन लगाउने यस्ता विधिहरू म बताउने छु। हस्त धन्यवाद।